Hello, good morning, student of class 9. Welcome to my channel SR Tutorial. आजको लेसन क्लास 9 मैथमेटिक्स मैथमेटिक्स क्लास च्याप्टर 9 एक्सरसाइज 7.1 क्वेसन नम्बर 2 च्याप्टर परेको छ कङ्ग्रेन्स अफ ट्रायंगल। अनि क्वेसन तपाईले पढ्नु भएको होला, म पनि फेरि पढेर सुनाउँदै छु, बुझाउँदै छु पनि ल। ABCD is a quadrilateral in which AD बराबरी BC। यहाँनिर एउटा क्वाड्रिलेटरल छ अरे जसमा चाहिँ AD भने यो साइड हो, BC भनेको यो साइड हो, त्यो चाहिँ बराबरी छ अरे भनेर दिइराखेको छ। एन्ड एंगल DAB बराबरी एंगल CBA, एंगल DAB बराबरी CBA। DAB भनेको चाहिँ देख्नु हुँदैछ DAB हो, CBA भनेको यो एंगलदेखि यस्तो भनेपछि यो एंगल र यो एंगल पनि बराबरी भनेर दिएको छ र पिक्चरमा तपाईले हेर्नु पर्यो। पिक्चर यही हो, फिगर यही हो। अच्छा, प्रुफ दैट, अब तपाईले प्रुफ गर्नु पर्यो ट्रायंगल ABD, ट्रायंगल ABD यो चाहिँ डी है, ABD भनेको चाहिँ ट्रायंगल। यहाँनिर यो क्वाड्रिलेटरल छ, यहाँ यता यस्तो टक डायगोनल तानेको छ, हामीले ट्रायंगल देखिरहेको छैन। तर यहाँनिर क्वेसन पढ्दा हामीलाई क्लियरली याद हुन्छ कि वी नो दैट वी हैव टू ट्रायंगल इनसाइड दिस क्वाड्रिलेटरल भनेको चाहिँ यहाँनिर प्रुफ गर्नुपर्ने एंगल ABD। ABD भन्नाले चाहिँ ABD हुन्छ यो ट्रायंगल। यहाँबाट म घुमाउँदैछु, यसो ट्रायंगलको इमेजिन आउँदैछ। अच्छा, त्यो चाहिँ BAC सँग भनेपछि BAC भने चाहिँ यस्तो 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 यो BAC एंगल ट्रायंगल है यो। अब यहाँनिर ABD एन्ड BAC छ, त्यसको अगाडि सानो ट्रायंगलको सिम्बल दिएको छ। यसबाट याद हुनु पर्यो यो तीनवटा लेटर जोडिएको छ जो चाहिँ ट्रायंगल बुझाएको हो भनेर, र यो चाहिँ कङ्ग्रुएन्ट भनेर देखाउनु पर्ने। नम्बर 1 प्रब्लम। नम्बर 2 प्रब्लममा चाहिँ BD बराबरी AC, BD बराबरी AC। BD कहाँनिर छ हेरौँ है त, BD भनेपछि यो डायगोनल, त्यहाँदेखि AC यो पनि बराबरी छ भनेर देखाउन पर्ने है, ठिक छ। अच्छा, नम्बर 3 मा छ एंगल ABD एंगल BAC। यहाँ माथि पनि ABD छ, BAC छ, यहाँ पनि ABD BAC। बट भनेको तर यो चाहिँ ट्रायंगल हो, यो चाहिँ एंगल हो। कसरी थाहा पाइन्छ भने यहाँ एंगलको सिम्बल दिएको छ। कुरा बुझेन? एंगल ABD को मतलब हुन्छ ABD यति मात्र, यसरी घुम्दैन न। ABD बराबरी BAC, ठिक छ। त्यो चाहिँ बराबरी भनेर प्रुफ गर्न पर्ने। ल त अब सुरु गरौँ है त। कसरी गर्दो रहेछ भन्दाखेरि चाहिँ यहाँनिर कङ्ग्रुएन्ट प्रुफ गर्नुपर्ने छ। यी दुईटा ट्रायंगलको नाम लिएर सल्युसन लेखिदिउँ। अन्त यो दुईटा ट्रायंगलको नाम लिएर लेख्न पर्यो। हामीले के लेख्न पर्यो भन्दाखेरि चाहिँ इन ट्रायंगल ABD एन्ड ट्रायंगल BAC वी हैव, र यो ट्रायंगलमा यसको पार्ट्सहरु, यो पार्ट्सहरु के चाहिँ मिल्छ त भन्ने कुराहरु चाहिँ हामीले यहाँनिर देखाउनु पर्यो। वी हैव टू शो दैट व्हिच पार्ट अफ दिस ट्रायंगल इज इक्वल विथ दिस पार्ट अफ द ट्रायंगल, राइट। र सबभन्दा पहिलो कुरो चाहिँ नम्बर 1 हामीले प्रुफ गरौँ। एंगल हामीलाई के दिएको छ पहिला, एंगल BAC बराबरी एंगल CBA, एंगल DAB बराबरी एंगल BAC गर्दा यो DAB यो अर्को ट्रायंगलको पार्ट्स हो है। DAB भन्ने चाहिँ DAB यो ट्रायंगलको पार्ट्स, एंगल DAB यो हो, अनि BAC यो अर्को ट्रायंगलको पार्ट्स हो BAC। अच्छा, यो चाहिँ किन कसरी बराबरी भयो भन्दाखेरि चाहिँ गिवन हाम्रो क्वेसनमै दिएको छ भने यो गिवन। त्यसै हामीले
कुनै पनि फिगरको पार्ट्सहरू बराबरी लेख्न पाइँदैन। बुझ्यो नि कुरा? अब अर्को पनि छ एडी बराबरी बीसी, एडी बराबरी बीसी। यस्तोहरू चाहिँ करेस्पोन्डिङ पार्टहरू हो। करेस्पोन्डिङ पार्ट कसरी भन्दाखेरि चाहिँ यहाँ एडी छैन फर्स्टको पार्ट, यहाँ मैले कुरा गर्दै थिएँ यहाँनिर करेस्पोन्डिङ पार्ट्स भन्नाले डिए। करेस्पोन्डिङ पार्ट भन्नाले चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ नि जस्तै डिएसँग सिबी मिल्छ। जस्तै डिए यस्तो छ, लास्टबाट फर्स्टमा आउँदैछ भने बिसी अथवा सिबी होइन, यसरी फर्स्ट टु लास्ट गर्ने छ भने यता पनि त्यस्तै हुन्छ। त्यस्तो हुनुलाई चाहिँ करेस्पोन्डिङ पार्ट्स भन्ने चाहिँ एङ्गल, करेस्पोन्डिङ एङ्गल चाहिँ बराबरी छ। अब यहाँनिर पनि एडीसँग बिसी, एडी यहाँनिर पार्ट देख्दै छैन, डिए अथवा एडी एउटै हो। फेरि यहाँनिर बिसी छ, बिसी होइन, एडी बिसी भनेको यो पार्ट भयो। यसरी करेस्पोन्डिङ पार्ट चाहिँ बराबरी छ। र अब अर्को यहाँनिर हेरौँ, एउटा दुईवटा भयो, दुईवटा पार्ट्सहरू मिलिहाल्यो, एउटा एङ्गल मिल्यो, एउटा साइड मिल्यो। अब अझै एउटा यहाँनिर हामी फिगरमा हेरौँ। म एउटा तपाईँलाई ट्रायङ्गल देखाउँदैछु, अलिकति हाइलाइट गरेर तपाईँले यहाँनिर राम्रो याद गर्नुहोस् ल। अब हेर्नुहोस् यहाँनिर एउटा ट्रायङ्गल छ डिएबी, यहाँनिर एबिडी है, एबिडी, डीको लागि हो नि जाने यहाँ पऱ्यो एउटा, र यो ट्रायङ्गल भयो। अघि मैले फर्स्टमा अलिकति हात रन गरेर मैले देखाएँ एबिडी हो है। अर्को पनि एउटा ट्रायङ्गल छ हेर्नुहोस्, यो अर्को ट्रायङ्गल छ, के पो भन्दैछ बिएसी, बिए, यसले त लेख्दैन क्या हो, बीदेखि ए, एदेखि सी, यो ट्रायङ्गल भयो है। दुईवटा ट्रायङ्गलको साइड चाहिँ एउटै छ, त्यही कारणले गर्दाखेरि चाहिँ बिए करेस्पोन्ड गर्छ यहाँ, बिए, बिए यता पनि बिए, यता पनि बिए, बिए बराबरी बिए हो। यो चाहिँ लेख्नु पर्यो कसरी बराबरी भन्दाखेरि चाहिँ दुवैवटा ट्रायङ्गलको एउटै साइड डेफिनेटली बराबरी होइन, यो त कमन। यो चाहिँ एडी बिसी चाहिँ यहाँ क्वेसनमै दिएको छ हामीलाई, एडी बराबरी बिसी भनेर यहाँ दिएको छ। कहाँ दिएको छ? यहाँ दिएको छ। त्यसै कारणले गर्दा नानीहरू हो क्वेसन चाहिँ राम्रो पढ्ने ल। अच्छा अब यो भयो है, तीनवटा भइसक्यो, त्यसले गर्दा यो पनि भयो गिभन हो है। अच्छा अब देयरफोर लगाइदिउँ। देयरफोर ट्रायङ्गल अघि चाहिँ एन थियो, अब यो ट्रायङ्गलको नाम लिँदैछौँ एबिडी, ट्रायङ्गल एबिडी congruent to triangle BAC। ध्यान दिनुहोस् कुरा मेरो, तीनवटा कुरा 1 2 3, यो 1 लाइन 2 लाइन 3 लाइन तीनवटा पार्ट्स हामीले प्रुभ गरेपछि दुईवटा ट्रायङ्गल जसको विषयमा हामीले कुरा गर्दै थियो कङ्ग्रुएन्ट लेख्न पाउँछ, यसको बिचमा यो लेख्न पाइन्छ। कुरा बुझ्नुभयो? अब त्यो रुल चाहिँ के हो भन्दाखेरि चाहिँ यहाँनिर दुईवटा साइड छ, एउटा दुईवटा, अनि बिचमा एङ्गल छ। हेर्नु यहाँनिर साइड हेर्नु ल, एउटा मात्रै ट्रायङ्गल हेर्नुहोस् ल, साइड मिल्यो अथवा यो साइड मिल्यो हो, त्यहाँदेखि बिचमा एङ्गल, साइड सकेर एङ्गल, एङ्गल सकेर साइड आयो, साइड एङ्गल साइड क्राइटेरियन, साइड एङ्गल साइड कङ्ग्रुएन्सी, CONGRUENCY कङ्ग्रुएन्सी रुल। हाम्रो कङ्ग्रुएन्सी रुलहरू हुन्छ हाम्रो SAS, अर्को AAS
है। अर्को हुन्छ एसएस एएसए। एङ्गल मिल्छ, साइड मिल्छ, एङ्गल मिल्छ। साइड एङ्गल साइड, एङ्गल एङ्गल साइड, एङ्गल साइड एङ्गल भने चाहिँ अब एङ्गल साइड एङ्गल हेर्नुहोस्, यो एङ्गल भयो, एङ्गल साइड एङ्गल, एङ्गल साइड एङ्गल, यो तीनटा कुरा मिल्छ। यहाँनिर के मिल्यो? एङ्गल साइड साइड। तर यहाँ के छ? साइड एङ्गल साइड। बुझ्नुभयो कुरा? अब हाम्रो प्रब्लम नम्बर 1 को खतम। We have finished with number 1. Now number 2. We have to prove BD equals to AC. Where is BD? BD is here and AC. We have to prove AC. BD and AC. त्यसको लागि के गर्नु पर्ने त भन्दाखेरि चाहिँ नम्बर 2 BD बराबरी AC। यो चाहिँ भयो CPCT। जब यो दुईटा ट्रायंगल कङ्ग्रुएन्ट भएपछि चाहिँ हामीले त्यसको अरु रिमेनिङ पार्ट्सहरु त्यो सबै हामीले कुनै पनि मेहनत बिना लेख्न पाइन्छ। कुरा बुझ्यो? नम्बर 2 को प्रब्लम खतम। नम्बर 2 को प्रब्लम खतम। नम्बर 3 को एंगल ABD, एंगल ABD, एंगल ABD बराबरी एंगल BA का लेख्छ। एंगल ABD बराबरी एंगल BAC। यो पनि CPCT। अब यो दुईटा कन्फ्युज हुँदैछ होला, म यहाँ लेखिदिँदैछु अलिकति ल। C को मतलब हुन्छ करेस्पोन्डिङ, P को मतलब हुन्छ पार्ट्स, फेरि C आउँछ कङ्ग्रुएन्स, T को मतलब हुन्छ ट्रायंगल। ठीक छ? र भन्नु खोजेको चाहिँ के हो भन्दाखेरि यो किन यो हामी लेख्छ भन्दाखेरि चाहिँ जब यो दुईटा ट्रायंगल कङ्ग्रुएन्स भएर मिलिसक्छ त्यहाँदेखि अरु रहेको जति पनि पार्ट्सहरु हुन्छ करेस्पोन्डिङ पार्ट को क्राइटेरियाले सबै मिलिरहेको हुन्छ, अटोमेटिक मिलिरहेको हुन्छ। र यो बुझेन भने फेरि रिपिट गरी गरी हेर्ने, जतिपल्ट भए पनि तपाईले हेर्न सक्नुहुन्छ। हुन्छ, तपाईले राम्रो बुझ्नुभयो भने नि तपाईको लागि अफर आउँदैछ, क्वेशन फर यु, क्वेशन फर यु। तपाईको लागि क्वेशन सेम त्यस्तै खाले क्वेशन छ, 3 वटै छ। यो सकेपछि यो पनि गर्नु होला। अनि बेस्ट अफ लक, भेटौं अर्को भिडियोमा।